चन्द्रगिरीको पर्यटक क्षेत्र बनाउनको लागि चाहिँ यहाँको नाम लिएर चाहिँ उनीहरूले त्यहाँ बनाए। अनि त्यो केबल कार चलेको हप्ता दिन जस्तो भयो क्या, बसमा 47जना हामी गयौँ। म त्यहाँ गएको, ओहो रियल भालेश्वरको भक्त पुजारी भए चाहिँ उहाँ हुनुहुन्छ भनेर बोकेर त्यसो गरेँ। अरू सबै एकै कुरा लेखाएको छ त्यो भित्तामा, यो रियल होइन, उहाँको रियल भालेश्वरको पुजारी भए चाहिँ उहाँ हो, उहाँ आउनुभएको छ भनेर उनीहरूले फेरि गुणगान गरे। मेरो नाम माधव प्रसाद हो। मैले चाहिँ यो 2015 साल असार 20 गतेदेखि यहाँ पूजा गर्नु। मेरो बुवा म गरेँ, बुवा त 35 सालमा बित्नु हो। सतीदेवीको चाहिँ भालो भनेको निधार पतन भएर चाहिँ भालोबाट भालेश्वर भयो। चन्द्रगिरीको प्रकाश दाल भन्ने एकजना चाहिँ ती पाठ पूजा गरेर बस्छु भनेर गरे, उसलाई चाहिँ सपना दिएर चाहिँ त यहाँ होइन तेरो भालेश्वर चाहिँ इच्छा छ भने उहाँ भनेर यहाँ 3 चोटि आइसु मासमा आएर। अस्ति फेरि 1 घन्टा कि 4 घन्टा एउटी केटी केबुल कारमा अड्केकोले त झन् तिनीहरू सब मासमा 22 इन्ची गाह्रो चाहिँ माटा र छिर्की लगाएर बनाएको। 54 सालमा चाहिँ पानी छिरेर चाहिँ तर्केर भत्कियो। 54 सालमा भत्केर चाहिँ 18 महिना त्यसै जस्ताले छेपेर राखेर 56 सालमा चाहिँ यो बनाइयो। 1953 सालमा यो पुरानो पाला, पहिलेको पाला हाल्दाखेरि यो भित्रै थियो, अनि पछि यो पाला हाल्दाखेरि नपुगेर यो पुरानो पाला फेरि 75 सालमा यहाँ सप्ताह लगाइयो। अनि यो छानो राख्ने उद्देश्यले सप्ताह लगाएको थियो। 12,87,000 उठ्यो र छानो र नागी राखियो। यो टप राख्नाले गर्दा के भने गाह्रोमा पानी नपर्ने, मुखै कालो नबस्ने भएर त्यो एक टप राखेको। आयो पुरा तत्त्वबाट त्यहाँ चलेको चाहिँ हप्ता 15 महिनामा आएर यहाँ सब पुराना लेखहरू यी पालामा लेखिएका पुरानो घन्टाहरूको लेखहरू उनीहरूले 3 घन्टा लगाएर पत्ता लगाएर गए। अहिलेसम्म निम पूजा आरती चाहिँ मैले छोडेको छैन।